नमस्ते नमस्कार सम्पूर्णमा मेरा प्रिय मित्रहरू साथीभाइ आफन्तहरुमा म तपाईहरुमाझ एउटा सानो भिडियो लिएर आएको छु। आज एउटा सहयोगको लागि सानो सहयोगले गर्दा कसैको ज्यान बच्छ भन्ने हिसाबले चाहिँ मैले तपाईहरुमा सानो सहयोगको अपेक्षा राखेको छु। मेरो एकदमै मिलनसार साथी भनौं अथवा पल्टनमा सँगै जागिर खाँदा जोडी भनौं, उहाँलाई चाहिँ केही महिना अगाडिदेखि फोक्सोको क्यान्सर भएको हुँदा नेपाल आर्मीको छाउनी हस्पिटलमा उपचार गराइराख्नु भएको थियो। त्यहाँ चाहिँ अलि ठिक नभइसकेपछि फेरि अलिकता ठुलो औषधिहरू चलाउनु पर्ने भएको हुनाले चाहिँ उहाँलाई चाहिँ अलिकता आर्थिक समस्या परेको छ अहिले हैन। त्यसैले गर्दा तपाई हाम्रो सानो थोपाको सहयोगले गर्दा उहाँको ज्यान राम्रो होस्, उहाँलाई ठिक होस् भन्ने चाहनाको लागि मैले एउटा सानो भिडियो ल्याएर आएको छु। यसमा चाहिँ हजुरहरूले जति सक्नुहुन्छ जहाँबाट हेर्दै हुनुहुन्छ हैन, शेयर लाइक कमेन्ट गरेर उहाँहरूलाई एउटा सहयोगी मनहरुसम्म पुर्याइदिनुहुन्छ भन्ने मैले आशा पनि राखेको छु। अनि मेरो फेसबुकबाट पेजबाट जति सुकै तपाईहरुले लाइक कमेन्ट शेयर गरेर जति पैसा आउँछ त्यो पनि उहाँकै लागि दिनेछु मैले सहयोगको लागि भन्ने मैले अपेक्षा गरेको छु, बाचा पनि गरेको छु। उहाँलाई सानो सहयोगको लागि मैले थोरै भए पनि जम्मा गरेर गर्दिनलाई भनेर यो सानो भिडियो हजुरहरुमाथि ल्याए क्षमा चाहन्छु। अनि तपाईहरुले हेर्दिनु होला, थोरैबाट सहयोग गर्दिनु होला। 1-2 रुपैयाँदेखिबाट सहयोग मैले जम्मा गर्ने गर्दिरहेको छु उहाँलाई हैन। उहाँको चाहिँ स्वास्थ्य लाभको कामना छ एकदमै मनदेखि नै हैन, आत्मैदेखि। मसँग त पहिले कन्ट्याक्टमा पनि हुनुहुन्थ्यो अनि अहिले चाहिँ अलिकता साह्रै गाह्रो भएको हुनाले चाहिँ मलाई अलिकता हेल्प गरिदिनु पर्यो भन्ने भावनाले अनि उहाँको लागि मैले सानो एउटा राखेको छु। हजुरमा स्वीकार दिनु होला, सबैजनाले सहयोग गरिदिनु होला। उहाँको सबै चीज ठेगाना नाम नम्बरहरू सबै हाल्दिनेछु म। यति भन्दै आजलाई बिदा चाहन्छु। गुड नाइट। Gracias.